रमाइलो गर्नको लागि मासु चाहिन्छ भन्ने भ्रम हो क्या साथी हो। यसरी च्याउ खाएर नै रमाइलो गर्न सकिन्छ। सो हाई गाइज, वेलकम टु माई मिनी ब्लग। आज फेरि पनि हामी जाँदैछु च्याउ टिप्नको लागि। हामी 4-5 जनाको टोली मिलेर च्याउ टिप्न जाँदैछु। रेडी सेडी भएर हामी चाहिँ हिँड्ने हो हाम्रो बसन्ती लिएर टक्क चाहिँ जङ्गलतिर। अनि बुनीले भिडियो बनाइरहेको थियो क्या अगाडिबाट। यो मेरो बहिनी चाहिँ होइन पुरा पछाडिबाट लेडी राइडर आइरहेको छ होइन भन्दै पुरा मेरो बिल्ला हानिरहेको थियो क्या होइन। उनीहरू चाहिँ पुरै रमाइलो गर्दै भिडियो बनाउँदै अनि टक्क म पनि के कम होइन सान देखाएर होइन हो त हो म लेडी राइडर हो भन्दै पुरै सान देखाएर आइरहेको थियो हामी। अनि टक्क चाहिँ नि जुमा हामी जङ्गल घुस्यौँ। जङ्गल पुगिसकेपछि च्याउ चाहिँ हेर्नु न यसरी पयालो फुलेको जस्तै फुलिरहेको थियो। हामी चाहिँ बोरा लगेर गएको थियो साथी हो होइन। टिप्दा बोरा भर्ने गरी यसरी हेर्नु न फुल टिपेको जस्तो टिप्दै बोरा भर्यौँ। अनि बोरा भरिसकेपछि चाहिँ हेर्नु न त्यहाँ यस्तो हालत भएको छ च्याउ टिप्नेको पसिनाले भन्दैछ। म चाहिँ बोरा बोकेर पुरै हरिया जसरी बोरा बोकेर हिँड्दा चाहिँ यता मेरो साथी चाहिँ पुरै टक्क चाहिँ नि बसेर काट्दैछ क्या जरा होइन। हामी पहिलेपछि जरा नकाटी थोरै भेट्दा चाहिँ जरा नकाटी घरमै ल्याएर केलाउँथ्यो। अनि अब के भारी बोक्नु भनेर त्यसरी केलाएर बोरामा हाल्यौँ। अनि पुरै बोरामा हालिसकेपछि हामी खाजासाजाको व्यवस्था पनि थियो क्या हाम्रो होइन। टक्क हेर्नु न वाइन ग्लासहरू फेरि एकदम भेराइटीको छ। खोलामा गएर गर्मी भएर टक्क हामी चाहिँ चुप्लुङ डुब्दै यसरी मजाले खाजा खायौँ। खाजा चाहिँ के भन्नुहुन्छ भने ब्रान्डेड खाजा थियो क्या हामीसँग। वाइ चाउ अनि टक्क चाहिँ नि निगार खाएर चाहिँ हामी यसो गरी रमाइलो गऱ्यौँ। एकछिन पानीमा भिज्यौँ है, गर्मी भएको थियो नि त अनि धेरै। अनि हामी चाहिँ एकदम लामो समयको कुरा चलिरहेको थियो क्या। पुर्की चाहिँ भिडियो भएको छ कि छैन भनेर हेर्दै फर्किँदै थियो है। नोङबाट मैल निकाल्ने पखाल्ने अनि गफ पनि कस्तो धेरै आइरहेको थियो क्या। अनि शीतल नि त यो गर्मीमा बस्दा दिक्क भएको। अनि शीतलमा गएर यति रमाइलो गऱ्यौँ हामी। धेरै बेर त्यहाँ बसेर रमाइलो गरिसकेपछि म चाहिँ हेर्नु न नाच्दैछु जङ्गलमा। अनि यतिको रमाउनु त परिहाल्यो भनेर अनि टक्क हामी चाहिँ भारी सारी बोकेर च्याउको बोरा हेर्नु न अनि घर फर्किनतिर रेडी भयो। घर फर्केर आउँदै गर्दा टक्क यहाँ आइपुग्दाखेरि मेरो गाउँको टोली चाहिँ फेरि यसरी पुरै मेरो बाटो पर्खेर बसिरहेको रहेछ क्या। आजदेखि यसरी हामीलाई छोडेर गयो, अब यिनीहरूसँग नहिँड्ने भन्दै थियो कि साथीहरू। त्यसो नभन न भनेर फकाइवरी चाहिँ टक्क हामी आयौँ घरमा आइसकेपछि हामी गएको पनि च्याउ टिप्न। अब च्याउ पकाएर खानुपर्छ साथी हो भनेर टक्क घरमा आएर चाहिँ च्याउ केलाइवरी यसरी पकाउन रेडी भयौँ। यही च्याउ पकाएर खाने हो, रमाइलो गर्ने हो होइन। यही खानुको लागि त दुःख गरेर टिप्न गएको भनेर टक्क